ढिलो भयो डे 2 को भ्लग हाल्नलाई चाहिँ। डे 2 चाहिँ हाम्रो सुरु भयो धरानबाट। धरानबाट बाहिरको भ्यू यस्तो देख्न सक्छौँ। बाहिर पानी परिरहेको थियो, हावाहुरी चलिरहेको थियो भने भ्यू एकदमै राम्रो देखिरहेको थियो हाम्रो होटलबाट। हामी त्यसपछि चाहिँ बाइकमा पेट्रोल थिएन, पेट्रोल हाल्नको लागि भनेर त्यहाँ तल पेट्रोल पम्प गयौँ भानु चोकनेर। त्यहाँबाट अलिकति बाइकमा मोबिलसम्म हालेर भानु चोकबाटै फर्केर मासतिर गएर लक्ष्मी चोक पुगेर लक्ष्मी चोकबाट राइट लागेर ठ्याक्क त्यहाँ एउटा पृथ्वीको गोल्ड रहेछ, त्यहाँबाट मासतिर चाहिँ जानुपर्छ। हामी तलतिर लागेछौँ झुकेर मासतिर गएर मासतिर हुँदै 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 सट्ट माथि गइसकेपछि हामी लगभग पुग्न लाग्यौँ बुढा सुब्बा मन्दिर ठ्याक्क अलिकति अगाडि गइसकेपछि छ। सबै प्रसाद ससाद किनेर त्यसपछि हामीले चाहिँ बुढा सुब्बाको दर्शन गऱ्यौँ। भिडभाड थियो, श्रद्धालु भक्तजनको दियो बाल्यौँ। त्यसपछि त्यहाँ सिद्धिएर हामी दन्तकाली मन्दिर गयौँ। अलिकति मुन्ना रहेछ दन्तकाली चाहिँ। त्यहाँबाट हामीले यो धरानको ब्युटिफुल भ्यू देख्न सक्छौँ। त्यहाँबाट फर्केर होटलमा गएर खाना खाएर हामी चारकोसे झाडीको बाटो हुँदै अगाडि बढ्यौँ हामी। इटहरी चोक जाने बाटो, यो बाटो एकदमै राम्रो छ, एकदमै ठुलो, मजा आउँछ बाइक चलाउन। इटहरी चोकबाट हजुरहरू लेफ्ट लागेर जान सक्नुहुन्छ। यसो धुलो धुवा ओहो बाटो केही नदेखिने देख्न सक्नुहुन्छ। अलिकति अगाडि बढिसकेपछि डाइभर्सन, अलिकति अगाडि आइसकेपछि डाइभर्सन भनेर हैरानै बनाउने सर बुढाउनु पर्ने। झापा पुग्ने बाटो लिएर सायद त्यो ग्रेभयार्ड पनि छ। हजुरहरूले कतिले याद गर्नुभएको छ छैन, टन्नै छ ग्रेभयार्डहरू देख्न सक्नुहुन्छ। बाटातिर हामी भाटभटिनी लगभग हामीले 4-5वटा भाटभटिनी देख्यौँ होला। हेटौँडादेखि नै प्रायः सबै जलेको मात्र भाटभटिनी थियो। त्यसपछि चाहिँ हामी दमक जाने बाटोको चोकमा आइपुग्यौँ। त्यहाँसम्म पनि बाटोको कन्डिसन एकदमै खराब नै थियो। त्यहाँबाट अगाडि भने अलिअलि कतै राम्रो पिच बन्दैछ, पिच बाटो राम्रो हुँदैछ, बन्ने क्रम जारी छ। सबैतिर बनाएको छ क्या, सबैतिर कतै मात्र हो र भने। बिट्टा मोड सरी बाटै मासतिर जाने निष्कर्ष निकालेका थियौँ। अझ पनि हामी मेन रोडमै छौँ है छन चाहिँ। बिट्टामोडको सुरुङ्गा भन्ने ठाउँ छौँ हामी। धुलो पिठो भइसक्यो, हामी मान्छे धुलो खाएर। आजलाई यति नै ल हेर्नुहोस्, ठ्याक्कै आइपुग्यो बिर्ता मोड चोक। त्यहाँबाट हामी मासतिर लाग्यौँ बुधबारेतिर। अब यो बुधबारेको बाटो हुँदै हामी चाहिँ कन्याम जानलाई भनेर अगाडि बढिरहेका छौँ, देख्न सक्नुहुन्छ भिडियोमा। त्यहाँबाट मासतिर लागेपछि चाहिँ तपाईँले ठ्याक्कै मालदिप्सको भाइब्स पाउन सक्नुहुन्छ। सुपारीको बोट, नरिवलको बोट, खेती किसानी भरा उत्तरकाले गरेको चियाबारी अवलोकन गर्दै हजुरहरू बुधबारेसम्म पुग्न सक्नुहुन्छ। अगाडि बढिरहेका छौँ हामी एकदमै मनमोहक दृश्यका साथ। हामीलाई त्यो ठाउँ अझ घुम्न पुगेको छैन, एकदमै राम्रो छ। हामी लगभग बुधबारे पुग्न आँट्यौँ चोक। बुधबारे चोकबाट हामी मासतिर लागेर चाहिँ कन्यामको बाटोतिर पुग्न सक्छौँ। अलिकति अगाडि गइसकेपछि त्यहाँ भाइरल सिरिजको फेद भन्ने रहेछ, त्यहाँ बसेर चटपट खाइयो। त्यहाँबाट फेरि हामी अगाडि बढ्यो। एकदमै राम्रा घरहरूको दृश्य अवलोकन गर्दै हरिया फाँटहरू हेर्दै हामी अब भने कन्यामको काखमै पुग्न लागिसकेका छौँ। भाइब्स आउन थालिसकेको छ कन्यामको।
हुस्सु लाग्न सुरु गर्यो। हामी लगभग कन्याम पुग्न लागेका थियौँ। हुस्सु र पानीले हाम्रो स्वागत गर्नलाई रेडी भएर बसिरहेको रहेछ। हामी पुग्न साथ पानी बर्सिन थाल्यो भने लगभग हामीलाई अलिअलि रुजाए पनि देख्न सक्नुहुन्छ। हल्का फुल्का लुगा चिसो भयो। हामीले होटल फिक्स गरिसकेका थिएनौँ, त्यसैले गएर ठाउँमा बसेर सुरुमै थुक्पा र चिया मगायौँ। थुक्पा चाहिँ ठिकठाकै थियो अनि चिया चाहिँ एकदमै मिठो थियो। हामीले त्यहाँबाट चिया खाएर होटल फिक्स गरेर कन्याम यति भिजिट गरियो। हस् त, धन्यवाद।